ओइ उठ बाबु उठ म यही छु बाबु म कतै गएको छैन म यही छु बाबु मलाई धेरै गाह्रो भयो बाबु मलाई अहिले पनि धेरै गाह्रो लागिरहेछ बाबु मलाई तेरो साथ मात्र चाहिएको थियो बाबु तेरो साथ मात्र चाहिएको थियो बाबु मलाई यता आइज बाबु मलाई धेरै गाह्रो भएको छ मलाई बचा बाबु तैँले मलाई बचाउन सक्छिस् मलाई बचा बाबु मलाई बचा म कहाँ छु मेरो पाउडर खै यहाँ त टेबल थियो त यो मेरो रुम होइन यार म कहाँ हो भने बाबा तपाईँ यहाँ कसरी म यहीँ थिएँ बाबु त्यही त भने कि मम्मीले नचाहिने कुरा गर्नुभएको थियो भने फोन गरेर अब बाबा हुनुहुन्न अरे अब मान्छेको दिमाग खराब भइरहेको थियो म यहीँ थिएँ त्यही त म सुने त यहीँ हुनुहुन्छ त नि मम्मीले भन्नु न के बोल्नुहुन्छ भने त्यस दिन पनि यहीँ थिएँ जब मलाई त चाहिएको थियो म त तपाईँको लागि सधैँ यही छु त बाबा के भन्नुभएको मैले त बुझ्नै सकिनँ तैँले मलाई बचाउन सक्थिस् मैले चाहेको बाबा मैले चाहेको हो त बाबा के गरौँ त मैले चाहेको हो मैले नचाहेको होइन मैले नसकेको बाबा म त्यही थिएँ बाबु तैँले मलाई बचाउन सक्थिस् म त्यही थिएँ मैले बाबालाई बचाउन सकिनँ तैँले मलाई बचाउन सक्थिस् बाबु तैँले मलाई बचाउन सक्थिस् हेलो मम्मी हेर्नु न बाबा यहीँ हुनुहुन्छ ए के भन्दै हुनुहुन्छ भने तैँले बचाउन सक्थिस् मैले बचाउन सक्थिस् बाबु म त बुझ्नै सकिनँ बचाउन सक्थिस् बाले मर्नुभन्दा अगाडि तेरो नाम लिनुभएको थियो बाबु मर्नुभन्दा बाबा यहीँ हुनुहुन्छ भने के मर्ने कुरा गर्नुभएको बाबा यहीँ हुनुहुन्छ मैले बचाउन सक्थिस् बाबु कान्छा मैले बचाउन सक्थिस् बालाई मैले बचाउन सक्थेँ मैले बचाउन सक्थेँ ओइ उठ ओइ उठ ओइ उठ ओइ उठ बाबा के भएन केही भएको छैन कसरी बाबा है म भर्खर बाबालाई देखिरहेको थिएँ यार म यहाँ कसरी आएँ भर्खर म कहाँबाट कुनामा थिएँ यार आफ्नो हालत देखेस् तैँले कुन हालतमा थिइस् त तेरो घरबाट मैले तँलाई उठाएर लिएर आएको छु यहाँसम्म के गरिदियोस् क्या त घरभरि तेरो ड्रग्स भुइँमा पनि ड्रग्स उता पनि ड्रग्स सोचे आज कसैको बारेमा तेरो आमाले मलाई 3 दिनदेखि फोन हानिरहेको के गर्ने म के जवाफ दिने काममा गएको छ भन्दा म थाकिसकेँ सधैँ यस्तै हो तेरो पारा लास्टै टेन्सनमा थिएँ यार मैले आज डेट त कति आज डेट जनवरी 13 भइसक्यो आज यार के गरिरहेछस् त तेरो घरमा के भयो तँलाई थाहा होला त तेरो बाबा अब यो दुनियाँमा रहनु भएन बुझ कति सम्झाउ म तँलाई के भइसक्यो रहेछ यार मलाई त के यादै छैन भने
एकछिन अश्विन मबाट ठुलो गल्ती भएको छ यार